तयारी त थिएन मेरो पेनले सिकाउन बाइकी मेरो पेन हो मेरो मेरो पेन कसको हुन पर्छ पेन कसैको नि हैन लेख जसले लेख्छ त्यसैको के त मैले किनेको मैले पेन हो नि त मैले कति बेला किनिस मैले किनेको हैन मेरो पैसाले किनेको नि त जा गर पढ्न बस नै फेरि मेरो पेन हेले अब यो घरिघरि झगडा गर्ने हैन के दाजुभाइले मिलेर बस्यो पढ्ने दुईजना मिलेर पढ्ने बहिनीले राम्रो कुरा सिकाउनु छैन जतिखेर झगडा गरेछ पेन मेरो कपी पनि मेरो लिएछ हुन्छ यो रफ कपी हो जसले गरे नि हुन्छ फेरि जसले गरे नि हुन्छ अहिले बरु यहाँ जीके क्वेशन सोध्छु कति जाने रहेछ ल दाजुभाइले को जाने रहेछ मेरो पेन ए म जीके क्वेशन सोध्छु कोले के जाने रहेछ ल ल ल ल यहाँ ल को जाने रहेछ अब स्टप झगडा गर्ने होइन दुईजना मिलेर बस्ने आफूले जानेको कुरा बहिनीलाई सिकाउने बहिनीले नजानेको कुरा राम्रो भएन यो सही कुरा होइन भनेर बहिनीलाई सिकाउने दाइले बहिनीले पनि दादाले भनेका राम्रो कुरा सुन्ने दादाले पनि बहिनीलाई राम्रो कुरा सिकाउने बुझ्यो कि बुझेन जति बेला नि झगडा गरेन जति बेला नि झगडा गरेन झगडा मात्रै गरेर बस्ने होइन भन्दैछु मैले मिल्न पर्छ भनेर अनि दुईजनाको झगडा फेरि हात मिलाऊ पहिला हात मिलाउने हात मिलाऊ पहिला हात मिलाउने अनि त्यसपछि आफ्नो दाजुभाइ नि अनि त्यसपछि मिलेर अनि आमा क्वेसन सोध्छु फटाफट हात मिलाऊ कहाँ ल हो यसरी मिल्नुपर्छ दाजुभाइ नि मिलेर अब कहिले झगडा गर्ने होइन दुईटा दाजुभाइ नि मिलेर पढ्ने जान्ने हुने हो के ल है कोले के जाने ल ल अब यो क्वेसन सोध्छु मैले नानीलाई सुन हुन्छ आर यु रेडी ल पोखराबाट देखिने प्रसिद्ध हिमाल कुन हो पोखराबाट कुन हिमाल देखिन्छ ल भन पोखराबाट एउटा हिमाल देखिन्छ ल तिमी भन नि त तिमीले जानेको बहिनीलाई त्यो भन्ने होइन के त्यस्तो होच्यो नि होइन बहिनीलाई पोखराबाट देखिने प्रसिद्ध हिमाल कुन हो माछापुच्छ्रे हो तिमीलाई थाहा रहेछ त बहिनीलाई सिकाऊ बहिनी पनि जान्ने हुन्छ नि दुईटै जान्ने भयो बढी छैन भने त जानिनन् त नि कुन रहेछ अब जानिन् कि जानिनन् ल भन्दै हो जानिहालिन् त ल पोखरामा रहेको झरना कुन हो कुन नानी डेभिड फल अब तिमी नबोल्ने है पहिला राम्रो पोलाइट आवाज कसरी बोल्ने पोलाइट ल फेवातालमा कुन मन्दिर छ फेवातालमा के दिदी तालबाराही सम्झिँदै थियौ तिमीले भन्दै हाल्यौ तिमी आउन लोकलमा अडेको स्थानीयमा पढेको पोलाइट के फेरि राम्रोसँग बोल भनिरहेको छु अनि फेरि जतिखेर झर्कल गर्ने होइन के छोरो है ल पोखरा महानगरपालिकाको क्षेत्रफल कति छ ल क्षेत्रफल ल भन्ने क्षेत्रफल सम्झेर भन्ने 4.24 के त पछाडि के वर्ग किलोमिटर थाहै छ त तिमीले बहिनीलाई खाली यसलाई आउँदैन यसले जान्दिन भनेको भरै बहिनी त्यो सोच्ने टाइमै दिएनौ यसले पढे के अहिले पढे छैन त यसले पढ्छ नि त सम्झिँदै देऊ के आफ्नो बहिनीलाई माया गर के छोरो अबि के हो तिमी यस्तो जानी हिँड्छ जानी छ त बिस्तारै भन्छ नि त्यस्तो गर्ने हैन राम्रो गर भन्दा भन्दै ल भन्ने है नेपालको सबैभन्दा ठुलो महानगरपालिका कुन हो नेपालको सबैभन्दा ठुलो महानगरपालिका पोखरा कुन हो नानी पोखरा महानगरपालिका अनि कास्की जिल्लामा कतिवटा गाउँपालिका छन् कास्की जिल्लामा कतिवटा गाउँपालिका छन् 4वटा के हुन् थाहा छैन रूपा मादी माछापुच्छ्रे अनि अन्नपूर्ण हैन त्यो त खोला हो नेपालको राष्ट्रिय फल के हो नेपालको राष्ट्रिय फल बहिनीलाई पनि एकछिन टाइम देऊ न भन्न पर्दैन यसले विश्वको सबैभन्दा ठुलो विश्वको सबैभन्दा ठुलो महासागर कुन हो नेपालीमा भन न नेपालीमा सोधिरहेको छु प्रशान्त महासागर है ल पानीको रासायनिक सूत्र अब यो तिमीलाई यो बहिनीले पढिखेन ल पानीको रासायनिक सूत्र भनेको केमिकल नेम के हो ल पानीको H2O इन्द्रेणीमा कति रङ हुन्छ रेनबो बहिनीलाई टाइम देऊ न 7वटा अनि 1 वर्षमा कति हप्ता हुन्छ ल 1 इयर 52 ल ठीक छ ल
दादाले त मिलायो अब दादा जानेको कुरा अब यसरी दुईजना डिस्कस गरिसकेपछि दुईटै जान्ने भयो कि भइएन भयो अनि बहिनीलाई राम्रो कुरा सिकाउने कि अनि झगडा गर्न सिकाउने त यही कुराहरू यसरी सोधिराख्यो भने दिनदिन है दाजुबहिनी दुईटै जान्ने भयो होइन झगडा गर्ने राम्रो कि दुईटा मिलेर एकअर्कालाई क्वेसन सोध्ने राम्रो ल भन के राम्रो दुईटै जान्ने भयो उसले नजानेको कुरा बहिनीले जानेकी हुन सक्छिन् बहिनीले नजानेको दादाले जानेको हुन सक्छ त एकअर्कालाई के गर्ने मिलेर क्वेसन सोध्ने पढ्ने नजानेको कुरा बहिनीलाई सिकाउने बहिनीले पनि दादालाई सम्मान गर्ने दादा ठुलो हो दादालाई के गर्नुपर्छ सम्मान गर्नुपर्छ आदर गर्नुपर्छ अनि बल्ल दाजुबहिनीको सम्बन्ध राम्रो हुन्छ ल हात मिलाउनुहोस्